सप्तकोशी नदीमा पानीको बहाव अहिलेसम्मकै सबैभन्दा उच्च। पुलले थेक्न नसकेपछि खोलियो बाँधका सबै ढोका। भारतको बिहार जलमग्न। केही समय अझ यसै गरी पानी परिरहे बिहार सुर्लुममा डुब्ने डर। भारतमा खैला बैला। दर्शकवृन्द, आफूलाई चाहिँदा सबै ढोका खोलेर पानी लैजाने, नचाहिँदा चाहिँ ढोका बन्द गरेर नेपाल डुबाउने गरेको भारतलाई योपालिको वर्षाले राम्रै सबक सिकाउने भएको छ। नेपालको राष्ट्रिय हित विपरीत गरिएको कोशी ब्यारेज सम्झौता अनुसार ब्यारेजको तालाचाबी भारतकै हातमा हुने भनिएको छ। त्यही सम्झौताको फाइदा उठाउँदै भारतले प्रत्येक वर्ष नेपालीलाई दुःख दिने गरेको छ। भारतले पानीको हाहाकार भएको बेला विशेष गरी चैत वैशाखतिर बाँधका सबै ढोका खोलेर पानी भारत लैजाने, तर जब वर्षायाम शुरू हुन्छ बाँधका सबै ढोका बन्द गरेर नेपालको तराई क्षेत्र डुबाउने गरेको थियो। विक्रम सम्वत 2011 सालमा भएको सम्झौता अनुसार सम्झौताको अवधि 179 वर्ष हुने भनिएको छ। त्यस्तै प्रत्येक 25 वर्षमा यसको मर्मत सम्भार गर्नुपर्ने भनिएको छ। तर बाँध बनेको 70 वर्ष बितिसक्दा समेत बाँधको पुनर्निर्माण गरिएको छैन। सिमेन्टीको प्रयोगले बनाइएको यस्तो संरचनाको अवधि 50 वर्षको मात्रै हुन्छ, अर्थात 50 वर्षमा पुनर्निर्माण गर्नुपर्ने हुन्छ। तर 70 वर्ष बितिसक्दा समेत पुनर्निर्माण त के पुलको मर्मत सम्भार समेत गरिएको छैन। यसको मतलब अब पुल जतिसुकै बेला जे पनि हुन सक्छ। सुरुमा पुल निर्माण गर्दा 9 लाख क्युसेक प्रति सेकेन्ड पानी धान्न सक्ने गरी बनाएको थियो, तर अहिलेको अवस्था हेर्दा 5 लाख क्युसेक समेत धान्न नसक्ने अवस्थामा पुगिसकेको छ। टाढा टाढाबाट बगेर आउने बालुवाले नदीको गहिराई पुरिसकेकाले पनि अब पानी पुलको सतहमै पुग्न आँटेको छ। आजको पानीको मात्रा हेर्दा 3,80,000 क्युसेक प्रति सेकेन्ड कटिसकेको छ। यसैगरी 1-2 दिन मात्र लगातार पानी परिरहने हो, अर्थात अझै पानीको मात्रा बढ्ने हो भने जति बेला पनि अप्रिय घटना घट्न सक्ने विज्ञहरू बताउँछन्। कोशी बाँधको सम्झौता नेपालको हित विपरीत भए पनि प्रकृतिले भने नेपाललाई धेरै नै साथ दिएको पाइन्छ। पानीको मात्रा उच्च हुँदा कोशी ब्यारेजको सबै ढोका खोल्दा भारतको बिहार चुल्लोमै डुब्छ भने ढोका बन्द गर्दा बाँध नै भत्किने डर छ। भारतले बाँधका ढोका बन्द गरिदिँदा पूर्वी तराईका कयौं बस्तीहरू पनि वर्षेनी विस्थापित हुने गरेका छन्। तर प्रत्येक वर्षको वर्षायाममा नेपालभन्दा भारत निकै तनावमा हुने गरेको छ। भारतलाई कोशी ब्यारेज निल्नु न उकेल्नु भएको छ। आज पानीको मात्राले डेन्जर जोन क्रस गरेपछि खतराको संकेत स्वरूप रातो झण्डा राखिएको छ। यसको मतलब बी अलर्ट, जति बेला जेसुकै पनि हुन सक्छ भन्ने हो। अब तुरुन्तै ब्यारेज पुनर्निर्माण गर्नुपर्ने देखिएको छ, तर पुनर्निर्माण गर्दा नेपालले गहन ध्यान दिएर ब्यारेजको स्वामित्व आफूले लिन आवश्यक छ। नत्र भने भारतले जति बेला आफूलाई पानी चाहियो ढोका खोल्ने, नचाहिँदा ढोका बन्द गरेर नेपालको भूभाग डुबाउने कार्य निरन्तर गर्नेछ। त्यो भारतको अत्याचार हो, तर पनि अहिलेको अवस्थामा नेपालले चाहेर पनि केही गर्न सक्ने अवस्था छैन, किनकि सम्झौतामै